नमस्कार एभ्रिवान, म अम्बिका राय माझी सधैँ आज पनि म हजुरहरूमाझ एउटा प्लानिङको जग्गाको भिडियो लिएर उपस्थित भइसकेको छु। आज चाहिँ हजुरहरूलाई देखाउन लागि प्लानिङ चाहिँ सुन्दर रहेछ। नगरपालिका वडा नम्बर 11 स्थित भुटाई टोलमा रहेको प्लानिङ चाहिँ हजुरहरूलाई म देखाउन लागिरहेको छु। यो चाहिँ मेन महेन्द्र राजमार्गदेखि लगभग 1.5 किलोमिटरको दूरीमा अवस्थित रहेको छ भने यो चाहिँ मेन 30 फुटको पिच बाटोमा नै टच भएको प्लानिङ चाहिँ हजुरहरूले पाउन सक्नुहुन्छ। देख्न सक्नुहुन्छ हजुरहरूले यस प्लानिङ गरिएको एरियाबाट देखिने वरिपरिका दृश्यहरू एकदमै आकर्षक रहेका छन् भने प्लानिङको अगाडिको बाटो चाहिँ हजुरहरूले 20 फुटको पाउन सक्नुहुनेछ भने बाटोमा चाहिँ पेबल्स लगाएर एकदमै आकर्षक बनाइएको चाहिँ हजुरहरूले पाउन सक्नुहुनेछ भने बिजुलीको पोलमा चाहिँ 4 फेज लाइन जडान भएको हजुरहरूले यहाँ भिडियो मार्फत पनि देख्न सक्नुहुनेछ। अब चाहिँ म हजुरहरूलाई यस प्लानिङमा रहेका घडेरीको क्षेत्रफलको बारेमा बताउन लागिरहेको छु। हजुरहरूले यस प्लानिङमा चाहिँ 8.5 दुरदेखि 14 दुरसम्मका टुक्राहरू चाहिँ एकदमै सस्तो र सुलभ मूल्यमा पाउन सक्नुहुनेछ भने यस प्लानिङमा चाहिँ पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिर फर्किएका घडेरीहरू चाहिँ हजुरहरूले रोजी छानी पाउन सक्नुहुनेछ। अब म हजुरहरूलाई ढिला नगरी यस प्लानिङमा रहेको घडेरीको प्राइस भन्न लागिरहेको छु। हजुरहरूले चाहिँ यस प्लानिङमा रहेका घडेरीहरू चाहिँ प्रतिदुर 1,30,000 देखि 1,55,000 नै पाउन सक्नुहुनेछ। हजुरहरूलाई यस प्लानिङ कस्तो लाग्यो? यदि मन परेमा र यस प्लानिङको बारेमा अझ धेरै विस्तृत जानकारी लिन चाहनुहुन्छ भने म हजुरहरूलाई डाइरेक्ट सम्पर्क नम्बर भन्न लागिरहेको छु। सम्पर्क नम्बर रहेको छ 9827 00 55 73 9827 00 55 73। आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? यदि मन परेमा लाइक, कमेन्ट एन्ड सेयर गर्न नभुल्नुहोला। अनि आगामी दिनहरूमा पनि यस्तै घर घडेरीहरूको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै आजको भिडियोबाट हजुरहरूमाझ बिदा हुन चाहन्छु। हस् त, बाई बाई।